प्रोग्राममा उपस्थित सम्पूर्ण प्रोफेसनल कलिग्स या सिएफओ रोलमा काम गरिराख्नु भएको सबै साथीहरू, म धेरै भूमिका नबाँधेर मलाई अलिकति साथीहरूले जे भन्नुभएको छ त्यसमा जान्छु। अब इभल्भिङ अब अहिलेको चाहिँ सिएफओ माइन्डसेट कस्तो हुनुपर्छ, के हुनुपर्छ भन्ने कुरामा अहिले मलाई उहाँले बोलाउँदै गर्दा पनि केही चिजहरू राखिसक्नु भएको छ। त्यहाँभन्दा धेरै कुरा गर्न फेरि यो चार्टर्ड एकाउन्टेन्ट्स या सिएफओज भन्ने मान्छे यति स्मार्ट हो कि त्यसलाई धेरै कुरा गर्नै पर्दैन, इसारा बुझ्ने, टकाटक काम गर्ने, रिजल्ट निकाल्ने होइन। त्यस कारणले यसलाई मैले धेरै इलाबोरेट गर्न नगएर अलिकति म केही चिजहरू सेयर गर्छु। मलाई विनोद सरले भन्नु पनि भएको थियो अलिकति यो तपाईँ सिएफओ पनि हुनुभयो, सिएफओबाट फटाफट सिओ पनि हुनुभयो, सो कुड यु प्लिज सेयर युर एक्सपिरियन्स, के छ कस्तो छ, सो द्याट हाम्रो सिएफओहरू पनि इमिडिएटली भगाभग कसरी सिएफओ रोलबाट जम्प माथि गरिहाल्ने भन्नुभएको छ। म यसमा कुनै जादुई मन्त्र टुना त केही छैन, तर म जे फिल गरेँ त्यो चिज चाहिँ तपाईँहरूसँग म सेयर गर्न चाहन्छु। अब आजको डेटको सिएफओको रोल चाहिँ चेन्ज भइसकेको छ होइन। भन्नाले हामी चाहिँ ट्रेडिसनल एकाउन्टिङ, रिपोर्टिङ, बजेट, कम्प्लायन्स, कन्ट्रोल भन्दा चाहिँ हामी फ्युचरमा त के भन्दा स्ट्राटेजी, ग्रोथ, भ्यालु क्रिएसनतिरै हामीले फोकस गर्ने हो। र आजको सिएफओले सोच्ने स्टाइल त्यो डाइरेक्सनमा जान्छ। हिजो सिएफओ भन्दा बित्तिकै ल के गर्ने त भन्दा बजेट बनाउने, एकाउन्टिङ गर्ने, रिपोर्टिङ गर्ने, फाइनेन्सियल स्टेटमेन्ट बनाउने, अनि अडिटरलाई ठाकटुक गरेर मिलाउने, रेगुलेटर मिलाउने, के गर्ने हो। त्यसपछि एउटा दह्रो एकाउन्टेन्ट भन्ने कुराबाट आज हामी साँच्चीकै जम्प गरेका छौँ। नेपालको सिनेरियोमा त जुन जुन सिएहरूले चाहिँ जहाँ जहाँ लिडरसिप रोलमा पनि काम गरेका छ, त्यो इज्जत राखेकै कारणले गर्दाखेरि पनि हाम्रो सिनियरहरूले त्यो इज्जत राखिदिनु भयो हुनाले हामीले अपर्च्युनिटी पाएको छौँ, र तपाईँहरूले भोलि अपर्च्युनिटी पाउने गरी हामी इज्जत राख्छौँ। त्यो पनि हाम्रो कमिटमेन्ट रहन्छ नै। अब आजको डेटमा चाहिँ हामी सिएफओ रोलको ट्रान्सफर्मेसनको कुरा गर्दैछौँ। किन भन्दा अब सिम्पली एकाउन्टिङ गर्ने, बजेटिङ बनाउने, कस्ट कन्ट्रोल गर्ने, रिपोर्टिङ गर्ने, एमआइएस बनाउने हेर्ने भन्दा एआई, डिजिटल डिस्रप्सन्स, अनसर्टेन्टी, रेगुलेसन्स, इन्भेस्टर्स एक्सपेक्टेसन्सहरूलाई हामीले बुझ्नुपर्ने हुन्छ। जुन चिज चाहिँ हामीले सिए पढ्दा जनरली पढाए पनि होइन, गरे पनि होइन, सिएफओको टिओआर नआउनु पनि सक्छ, जेडीमा नहुनु पनि सक्छ, तर हामी त्यो रोलमा अगाडि बढ्छौँ। अब नयाँ सिएफओको म्यान्डेट चाहिँ के छ भन्दा हामी ग्रोथको एसेलरेटर भएर जान्छौँ, रिस्कको आर्किटेक्ट पनि हामी भएर जान्छौँ, डाटा स्ट्राटेजिस्ट हुन्छौँ, र गभर्नेन्सको लिडर पनि हुने काममा हामी अगाडि लाग्नुपर्नेछ। भन्नुको मतलब एकाउन्टिङ, बजेटिङ, कन्ट्रोल, कम्प्लायन्स, कस्ट र रिपोर्टिङ भन्दा माथि हामीले सोच्छौँ। इभन दो यु आर अन द वे अफ सिओ। अब हामी यही कुरा गर्दैछौँ, सिएफओबाट सिओ हुँदाखेरि तपाईँ सिएफओकै रोलमा हुनुहोला, तर यु हेभ टु एक्ट एज अ ब्रेन अफ सिओ। क्याप्चर चाहिँ हामीले गर्ने हो है, सिधा कुरा, नो इफ नो बट्स। सिओले कसरी डाइरेक्सन लिन्छ भन्ने कुरा तपाईँ सिओ नहुँदै गर्दा पनि दिमागमा चाहिँ तपाईँ बस्नुपर्छ। यो लिने, यो नलिने, यो रिस्क लिने, यो रिस्क नलिने, यो प्राइसिङ गर्ने, यो प्राइसिङ नगर्ने, यो कस्ट लिने। त्यस कारणले तपाईँ अहिले सिओ नहुँदै गर्दा पनि तपाईँ सिओको ब्रेन जस्तै काम गर्नुपर्छ होइन। मेरो सिएफओ पनि कतै हलमा हुनुहोला देखिरहेको छैन। म पहिला हुँदाखेरि म सिएफओ हुँदा पनि ब्रेनकै काम गरे, अहिले मेरो ब्रेनलाई छोडिदिएको छु। सिएफओले नै के गर्ने हो गर्छ, माथि बसेर म्यानेज गर्ने हो। वास्तवमा सिएफओको काम चाहिँ इट्स भेरी टफ देन सिओज। सिएफओबाट सिओ अपग्रेड भएपछि चाहिँ अटो पाइलट मोडमा राखेर मजासँग हिँड्ने जस्तै हो। काम चाहिँ वास्तवमा बढी त्यो हुन्छ नि, एकदमै तपाईँको प्रेसर, हेर्नुपर्ने, गर्नुपर्ने चिज चाहिँ सिएफओको रोलमै हुन्छ। त्यस कारणले तपाईँले सिएओको ब्रेनको रूपमै काम गर्ने हो आज। अनि चेकिङ नम्बर्स टु इनेबलिङ डिसिजन्स। नम्बर्स हामी चाहिँ एकाउन्टेन्ट त हो नि, नम्बर हेर्ने हो नि, यिनीहरू त एकाउन्टेन्ट होबाट हामीले त्यो सिनेरियोलाई चेन्ज पनि गरिसकेका छौँ, हाम्रो सिनियरहरूले पनि गर्नुभयो भने अब त्योबाट हामी कहाँ जाने हो त भन्दा डिसिजन मेकिङमा हामीले इनेबल कसरी गर्ने भन्ने कुराको हाम्रो इम्प्याक्ट त्यो लेभलमा हामी अगाडि जान्छौँ। अनि थिङ्क लाइक अ सिओ। Though you are not CEO now, you are a CFO, but understand customers, market, operations and competitive advantage. भने म सिएफओ को रोलमै आफूलाई कन्फाइन गर्दैन, आज अ कम्पिटेन्ट सिएफओ चाहिँ हो, बट आई विल अपग्रेड टु माइसेल्फ एज अ पोजिसन अफ द सिओ भन्ने लाग्छ भने तपाईँसँग अब एकाउन्टिङको नलेज, एनएफआरएस, आइएफआरएस, दिस एन्ड द्याट मात्र गरेर हुनेवाला छैन। तपाईँले कस्टमर्सलाई पनि बुझ्नुपर्छ, मार्केटलाई बुझ्नुपर्छ, अपरेसन पनि बुझ्ने हो, र कम्पिटिटिभ एडभान्टेज तपाईँको जो हुन्छ त्यसलाई पुस गर्ने हो, ताकि तपाईँ अरूभन्दा एक्स्ट्रा होस्। त्यो चिजहरू इनेबल गर्ने हो। अनि फ्रम हिस्टोरिकल रिपोर्टिङ फोरकास्टिङ। अब फोरकास्टिङ नयाँ चिज चाहिँ होइन, किनभने हामीले बजेटिङ त गरेकै हो, तर त्योभन्दा एक स्टेप माथि गएर हामी चाहिँ के गर्छौँ भन्दा
प्रिडिक्टिभ इन्साइट्सहरू लिएर चाहिँ मार्केट फोरकास्ट गर्ने, इकोनोमी फोरकास्ट गर्ने र तपाईँले गरेको फोरकास्टहरू जहाँ जहाँ म्याच हुन्छ तपाईँको स्ट्रेन्थ त्यति चाहिँ भ्यालुएट हुँदै जान्छ, तपाईँको रिकग्निसन त्यो लेभलमा हुन्छ। त्यस कारणले तपाईँ सिम्पली गएर बजेट बनाउने भनेपछि सर राख्ने, एक्सेलको सिटमा राख्ने, अनि एजम्सनहरू चेन्ज गर्दा बित्तिकै खुर्र आउँछ। आजकल त बजेटको सफ्टवेयर पनि भइसकेका छन्। त्यसबाट तपाईँ काम गर्न थाल्नुभयो भने त्यसले तपाईँलाई त्यो लेभलको भिजनरी लिडर्सको रूपमा इस्टाब्लिस नगर्न सक्छ। त्यस कारणले तपाईँ चाहे एल्कोमा बोल्नुहोस्, चाहे म्यानेजमेन्ट कमिटीमा बोल्नुहोस्, चाहे जहाँ बोल्नुहोस्, तपाईँले बोलेका कुराहरू भोलि भ्यालिडेट हुँदै जान्छन्। आज तपाईँले जे प्रिडिक्ट गर्नुहुन्छ त्यो प्रिडिक्ट गरेको कुरा 6 महिनापछि इस्टाब्लिस भयो भने तपाईँले एक गोल हानेको हो क्या। अहिले त फुटबल चलिरहेछ नि, फेरि अर्को गोल हाने हो, अनि बिस्तारै मेस्सी हुने हो, होइन? त्यस कारणले तपाईँले गरेको हरेक एक प्रिडिक्सन चाहिँ काउन्ट हुन्छ। तपाईँ त्यसमा चाहिँ ध्यान दिने हो र जहिले पनि प्रिडिक्ट गर्दाखेरि रिजनेबल, ऱ्यासनल एउटा जस्टिफिकेसन लिएर प्रिडिक्ट गर्नुभयो र त्यो तपाईँको प्रिडिक्सन रियलिटीमा कन्भर्ट भयो भने इट्स वान गोल। त्यो जति जोड्दै जानुहुन्छ त्यो अनुसार तपाईँको लिडिङ रोलको अपर्च्युनिटी आउने हो। सो डाटा ड्रिभन सिएफओ हुनु पर्यो आज। डाटा इन्साइट डिसिजन्स, र त्यो डिसिजन्सले भ्यालु क्रिएट गर्नु पर्यो। किन भन्दा डिसिजन्स क्यान बी एनिथिङ, बट त्यो डिसिजनले स्टेक होल्डर्सहरूको भ्यालु क्रिएट भयो भने त्यसपछि बल्ल तपाईँमाथि के हुन्छ त भन्दा भोलि कन्फिडेन्स आउँछ र ओनरसिपले भनौँ या इन्स्टिट्युसनले तपाईँलाई चाहिँ ल यो चाहिँ टप लिडरमा जाने हो भन्ने कुराको एस्योरेन्स दिनको लागि तपाईँले डाटाबाट इन्साइट्सबाट गएर तपाईँले डिसिजन गरेर त्यसबाट अल्टिमेटली द्याट डिसिजन्स हेज टु क्रिएट भ्यालु फर इन्स्टिट्युसन्स र त्यो स्टेक होल्डर्सको लागि गरोस् भन्ने कुरा हुन्छ। टेक्नोलोजी अब आजको जमानामा यु हेभ नो अदर चोइस। हामी अलिकति पहिला पढिरहेको, अहिले पढिरहेको त अझ नयाँ फ्रेस चार्टर एकाउन्टेन्ट्सहरू त आफै पनि धेरै डाटा एआईसँग अपडेट हुनुहुन्छ। अब हामीलाई यो चोइस रहेन। हिजो हामी त अब हाम्रो पालामा सिए गर्दाखेरि ढड्डामा त्यो एकाउन्टिङ गर्दै भाउचरबाट चाहिँ त्यहाँ फेरि लेजर पोस्टिङ, ट्रायल मिल्नु भनेको जिन्दगीको सबभन्दा ठुलो दुःख हुन्थ्यो। ज्यान जाला ट्रायल नमिल्ने, कहिले डेबिट बढी हुन्छ, कहिले क्रेडिट बढी हुन्छ, त्यसपछि बल्ल तल्ल ट्रायल मिल्यो भने ओहो युद्ध जिते जस्तो हुने जमानाबाट आजको डेटमा त सबै चिजहरू हातमा आउँछ। आजकल त अब त्यो ट्रायल बनाउने भन्ने कुरा चाहिँ अब लगभग पढ्दाखेरि पढ्ने मात्रै हो। अदरवाइज इन्ट्री तपाईँले करेक्ट गर्दा बित्तिकै ब्यालेन्स सिट हातमा आउने जमाना आइसक्यो। फोरकास्ट पनि त्यसरी हुन्छ। तर त्यो हुँदै गर्दाखेरि पनि तपाईँले एआई, अटोमेसन, इआरपी, क्लाउड, एनालाइटिक्सहरू र डाटा ड्रिभन कसरी डिसिजन्सहरू लिन सक्नुहुन्छ भन्ने कुरा तपाईँले जति फास्ट गर्न सक्नुभयो तपाईँको भोलि क्यापेबिलिटिजहरू त्यही अनुसारले अगाडि जान्छ। त्यस कारणले सिम्पली एकाउन्टिङ रिपोर्टिङबाट माथि हामी गएर यो एआई, अटोमेसन, इआरपी, क्लाउड, एनालिटिक्सहरूमा पनि हामी जानै पर्छ। सिएफओ एज अ रिस्क स्ट्राटेजिस्ट भने फाइनेन्सियल अपरेसन, साइबर, स्ट्राटेजिक रेजिलेन्सको लागि पनि सिएफओको रोल चाहिँ तपाईँले इस्टाब्लिस गर्ने हो। कतिपय ठाउँहरूमा तपाईँको रोल टिओआरमा नहोला, जेडीमा नहोला, तर इस्टाब्लिस गरेर जाने हो। क्यास फ्लोको एक्सिलेन्स, लिक्विडिटी, वर्किङ क्यापिटल, क्यापिटल इफिसियन्सी कन्टिन्युअसली मोनिटरिङ गर्ने हो। हरेक दिन बिहान आउँदो बित्तिकै पहिलो काम चाहिँ तपाईँको अगाडि ड्यासबोर्ड हुनु पर्यो। त्यो ड्यासबोर्डमा चाहिँ तपाईँले मुभमेन्ट हरेक दिन चेक गरेर तपाईँले बिहानै यति सार्प भइसक्ने हो कि सकेसम्म अरूलाई इमेल गरेर वाट इज दिस, वाट इज द्याट भन्न थाल्नुभयो भने तपाईँ फाइनेन्स कन्ट्रोलरको रूपमा चाहिँ इस्टाब्लिस हुन्छ। त्यसले गर्दा तपाईँले नचाहेर, तपाईँले नजाँदिदो तरिकाले पनि आफ्नो त्यो के गरिराख्नुहुन्छ त भन्दा लिडरसिपलाई तपाईँले अरूमाथि के गरिराख्नुहुन्छ त भन्दा कन्ट्रोल गर्ने क्यापेबिलिटीहरू डेभलप गर्दै जानुहुन्छ। त्यस कारणले यो हामी गर्छौँ। त्यसपछि गएर स्ट्राटेजिक क्यापिटल एलोकेसन्समा त अब कुरै भएन। हाम्रो यो त जब रोल पनि हो। क्यापिटल एलोकेसन्सलाई बेस्ट कसरी गर्ने भन्ने कुरा काम गर्नुपर्ने हुन्छ, त्यहाँ जानु पर्यो। त्यसपछि गएर रेभेन्यूको ड्राइभर्सहरू, प्राइसिङ र मार्केट कम्पिटिटिभनेस चाहिँ तपाईँले काम गरेर कमर्सियल फाइनेन्सको माइन्डसेट चाहिँ हुनै पर्यो। त्यो गर्नुभयो भने तपाईँलाई बिस्तारै बिस्तारै यो मान्छेले सिएफओ हुँदा या कन्ट्रोलिङ रोलमा त्यति गऱ्यो भने लिडरसिप रोलै पुरै दियो भने त कस्तो गर्छ होला भन्ने पनि हुन्छ। र पनि हेर्नुभयो भने अलिकति छिटो फटाफट करियर ग्रोथ गरेर फटाफट सिइओ भएको चाहिँ ब्याङ्किङ सेक्टरमै भनौँ या इन्सुरेन्स सेक्टरमै भनौँ या अरू कुनै फाइनेन्स सेक्टरमा अन्त पनि धेरै सिइओहरू भइसक्नु भएको छ। र सिइओ भएको साथीहरूले चाहिँ अब एक्सेप्सन जहाँ पनि हुन्छ, एक दुईवटा कुराहरूलाई हामीले माइनस गरौँला, अदरवाइज चाहिँ इज्जत राख्नु भएकै छ। त्यस कारणले आजको चार्टर एकाउन्टेन्ट्सहरूलाई चाहिँ मान्छेले जनरली यो त एकाउन्टेन्ट हो भनेर चाहिँ हेप्न चाहिँ गाह्रै छ। हामीलाई भित्र छिर्यो भने चाहिँ डराउँछन्। म राष्ट्र ब्याङ्कमा थर्ड क्लासमै जागिर खानु सुरु गरे बेलामा पनि त्यति बेलामा चाहिँ फर्स्ट क्लासहरू एकदम विशिष्टहरू पनि हामीसँग कुरा गर्दा अलिकति यिनीहरू त अलिकति चर्कै हुन्छ भन्ने इमेज थियो, जुन अहिलेसम्म पनि कायमै भएको छ। त्यस कारणले त्यो तपाईँको जब इम्प्रेसनै सुरुमा पोजिटिभ छ भने तपाईँ त्यसलाई चाहिँ कमर्सियल फाइनेन्सको माइन्डसेटबाट कन्भर्ट गरेर साँच्चीकै रिजल्ट डेलिभर गर्ने कुरामा पनि तपाईँले जब कन्ट्रोल गर्न थाल्नुभयो भने तपाईँ चाहिँ अटोमेटिकल्ली के हुन्छ त भन्दा अगाडि बढ्यो। जस्तै मेसी गइसक्यो भने मान्छेलाई यसले त गोल हान्छ, प्रेसरले पनि एक दुई गोल हान्छ क्या त्यसले, होइन? हिजो हेर्नुभयो नि, पहिला जापानले चाहिँ गोल हानिसकेपछि नेमार आइदियो हुन्थ्यो भने एकजना अर्को आयो, अनि एकचोटि गरिसकेपछि के हुन्छ भन्दा अगाडि गयो क्या। त्यो खेलमा जस्तै हामीले पनि के गर्ने, रोलमा चाहिँ हामीले गोल गर्दै जाने हो। त्यस कारणले यो चिजहरूमा तपाईँले अगाडि काम गर्नै पर्ने हुन्छ।
चेन्जलाई अब हेर्नुहोस् ट्रान्सफर्मेसन लिडरसिपमा चाहिँ भनेको चेन्जलाई लिड गर्नुपर्छ, रिस्ट्रक्चरिङ इनोभेसन्समा तपाईँ पाइनियर हुनुपर्छ। यो टप छ। कहीँ पनि हरेक अर्गनाइजेसनमा तपाईँले जहाँ पनि जानुहुन्छ, तपाईँ सिएफओ भएर जानुभयो भने नि बडा यो अप्रिय जब हुन्छ। जस्तै राष्ट्र ब्याङ्कमा हामी सुरुमा जागिर खान सुरु गर्दाखेरि त्यो ट्याक्सेसनको सही सिस्टम लगाइदिएपछि यो सीएहरू त फटाहरू, यिनीहरूले के पढेर आयो, हाम्रो त किन भन्दा के कर नलाग्ने थियो, के थियो सबै ल्याएर यो पनि लाग्छ यो पनि लाग्छ एक्ट अनुसार भनेर लगाइदिएको, सबैले गाली गरेर साध्दै छैन पछि सिनियरहरूले, होइन। अब तर कुरा के हो त भन्दा त्यो त इथिक्स मोरल भ्यालुज हुन त त्यही हो नि, नत्र त पछि दुःख पाइन्छ। भनेपछि हामीले के त भन्दाखेरि कहिल्यै पनि चेन्ज गर्दाखेरि लिड लिँदाखेरि चाहिँ तपाईँले रिस्ट्रक्चरिङ गर्दा इनोभेसन्स गर्दाखेरि द्याट इज अलवेज टफ, बट यु हेभ टु बी टफेस्ट टु लिड द्याट। त्यस कारणले यो रोलमा चाहिँ तपाईँ डगमगाउने होइन, यु हेभ टु चेन्ज रिस्ट्रक्चर इनोभेट, त्यसको लागि लिडरसिपको लागि यु हेभ टु बी रेडी। अनि फ्युचर सिएफओ स्किल्समा चाहिँ स्ट्राटेजी, लिडरसिप, टेक्नोलोजी, एनालाइसिस र इन्फ्लुएन्स, यति चिज चाहिँ तपाईँमा इनबिल्ड छ छैन चेकलिस्ट आफै गरेर बस्नुहोस्। तपाईँ स्ट्राटेजिस्ट हुनै पर्यो, लिडरसिप क्यापेबिलिटीमा धेरै कुरा मैले गर्नु परेन, टेक्नोलोजीमा तपाईँ आजको डेटमा तपाईँले चाहनुहोस् नचाहनुहोस् विदाउट टेक्नोलोजिकल नलेज र त्यो नोहाउ बाहेक तपाईँले लिडरसिप लिन एकदमै डिफिकल्ट छ, त्यसमा तपाईँ जानै पर्यो। एनालाइसिस गर्ने र इन्फ्लुएन्स तपाईँले गर्न सक्नुपर्छ, टिमलाई इन्फ्लुएन्स गर्ने, मार्केटलाई इन्फ्लुएन्स गर्ने, कस्टमरलाई इन्फ्लुएन्स गर्ने क्यापेसिटीहरू इनबिल्ड गरेर जानु पर्यो। र सीए टु फ्युचर सिएफओ टु सिओ को जर्नीमा चाहिँ एकाउन्टेन्ट टु कन्ट्रोलर टु सिएफओ टु बिजनेस लिडर हो। यो रोड म्याप क्लियर छ, यसमा नो इफ नो बट्स, हामी जहाँ पनि काम गऱ्यो भने त्यहाँ पुग्ने लक्ष्य लियौँ भने हामी त्यहाँ पुग्छौँ नै। अब यो कुरा गर्दै गर्दाखेरि म पर्सनल कुरा तपाईँलाई गर्ने हो भने कहिलेकाहीँ साथीहरूले भन्नुहुन्छ फटाफट अब करियरको ग्रोथको हिसाब किताबले पनि आई जोइन नोबेल ब्याङ्क बिफोर 6 इयर, 6 वर्ष पनि पुगेको छैन अझै, होइन। अब जोइन गरिसकेपछि आई जोइन एज अ डिजिएम। अब फटाफटै लगभग त्यो लेभलको ठुलो संस्थामा वर्षेनी जस्तो मैले चाहिँ जस्तै भनौँ न डिजिएमबाट जिएम, जिएमबाट डेपुटी सिओ, डेपुटी सिओबाट सिनियर डिसिओ टु सिओ, विदिन 5 इयर्स नपुग्दै म सिओ भइसकेको थिएँ, होइन। अब त्यो गर्दा चाहिँ म अलिकति एक्सपिरियन्स सेयर गर्छु। इट्स नट अ बिग स्टोरी, तर मैले के गरेँ भन्ने कुरा या मैले कहाँ बेटर गरेछु भनेर मैले लुक ब्याक गर्दाखेरि लागेको कुराहरू चाहिँ म यहाँहरूलाई सेयर गर्छु। मेक योर ओन वर्क प्यासन। हेर्नुहोस् अहिले मैले धेरै ठाउँमा देख्छु काम त गरिराखेको छ तर मान्छे एकदम दुखी छ, त्यसले जिन्दगीमा सिओ त छोडिदिनुहोस् प्रोग्रेस गर्दैन, त्यो भएको जागिर पनि कतिले गरेर खान्न। वाट एभर यु डु यु लभ इट। हेर्नुहोस् है, मैले जनरली आजको डेटमा देख्छु, मेरो ब्याङ्किङ पेसामा त झन् बढी छ। अब तपाईँ जुन पेसा गरिराख्नु भएको छ, जुन काम गरिराख्नु भएको छ, त्यसलाई बोझ जस्तो लिएर जानुहुन्छ। बिहान गएर थ्याङ्क यू गऱ्यो, साँझ थ्याङ्क यू गऱ्यो भने तलब आउँछ, थ्यात्तरी कहाँ फसियो, हाकिम देख्दा पनि रिस उठ्छ, ओनर देख्दा पनि रिस उठ्छ, तलमाथि सबै रिस उठ्छ भने तपाईँले गरी खान्न, तपाईँ जागिर छोडिदिनुहोस्। मेरो सिम्पल लजिक, होइन। तपाईँले जे काम गर्नुहुन्छ त्यसलाई प्यासन बनाउनु नि, युल इन्जोय। तपाईँ बिहान अफिस जाँदा पनि इन्जोय गर्नुहुन्छ, साँझ घर फर्किँदा जे थाक्नुहुन्न नि त्यो काम चाहिँ गर्नुहोस्। अब तपाईँलाई धेरै भारी भएको छ भने चाहिँ तपाईँ चाहिँ सिइओ त होइन, सिएफओबाटै पनि त्यहाँबाट निकालिने अवस्था आउँछ। त्यस कारणले तपाईँले जे गर्नुहुन्छ त्यसलाई प्यासन बनाउनुहोस्। मेरो पहिलो चिज त्यही हो कि मलाई चाहिँ मेरो अब हुन त अलिकति बढी भने जस्तो पनि हुन्छ, तर मलाई अनेस्टली तपाईँहरूलाई भन्छु, जुन दिनसम्म जिउ र मन गजब अफिस जाउँ जाउँ लाग्छ अफिस जाने हो, जुन दिन जिउ भारी हुन्छ राजीनामा पठाइदिने। मैले गरे पनि त्यही हो। राष्ट्र ब्याङ्क छोड्दाखेरि चाहिँ मेरो हातमा ग्लोबल आइएम ब्याङ्कको अफर लेटर थियो, त्यसपछि मैले जागिर छोड्दा मेरो हातमा कहिले पनि अफर लेटर थिएन। अब जिउ भारी भयो, मन भारी भयो, नो ग्रिभेन्सेस, कसैलाई दोष दिनु छैन, तर मैले यहाँ कन्ट्रिब्युट गर्न सक्दिनँ जस्तो लाग्यो भने चाहिँ यु हेभ टु लिभ। किन भन्दा त्यो माइन्डसेटले काम गऱ्यो न तपाईँले आफूलाई भ्यालुएट गर्छ न तपाईँको जबलाई भ्यालुएट गर्छ। त्यो गरेपछि चाहिँ अब त्यो माथि करियर एस्केलेसन्सको त कुरै हुँदैन। त्यस कारणले प्लिज मेक यो वर्क यो प्यासन, त्यो बनाइदिनुहोस्। डोन्ट लिमिट योर सेल्फ विथ जब डिस्क्रिप्सन, टिओआर और ट्रेडिसनल रोल। तपाईँले आफूलाई मेरो जब डिस्क्रिप्सन यही हो, मेरो चाहिँ रोलै यही हो भनेर लिमिट गर्न थाल्नुभयो भने तपाईँ फेरि सिएफओ टु सिओ चाहिँ हुँदैन। तपाईँले आफूलाई एक्सपान्ड गर्ने हो, तपाईँ फैलाउँदै जाने हो। तपाईँ जति फैलिँदै जानुहुन्छ त्यो अनुसारको के हुन्छ त भन्दा ठाउँ बन्दै जान्छ, स्पेस बन्दै जान्छ। यु हेभ टु क्रिएट योर स्पेस। म तपाईँलाई भन्छु नि, अब पर्सनल स्टोरी भए जस्तो हुन्छ, तर म नोबेल ब्याङ्क जोइन गर्दै गर्दाखेरि मलाई सिएफओ लेख्न दिनु भएन मेरो बोर्ड मेम्बरहरूले। होइन अहिले हुँदैन, तिमी त्यतिको लागि तयार भएको छैनौ भनेपछि मैले पहिलो डिजिग्नेसन मेरो डिजिएम फाइनेन्सबाट सुरु गरेको थिएँ। अनि अब रोल मेरो जम्मा एकाउन्टिङ चाहिँ अपरेसनमा अनि स्ट्राटेजी छुट्याएर अर्कोतिर सारिदिइसकेको थियो स्ट्रक्चर चेन्ज गर्दा। अनि मेरो काम भनेको चाहिँ सिर्फ राष्ट्र ब्याङ्क रिपोर्टिङ गर्नु अनि एमआइएसको रिपोर्टिङ गर्ने र ब्यालेन्स सिट बनाउने, बजेट बनाउने बाहेक केही पनि काम थिएन। अब त्यसबाट पनि बिस्तारै एक्सपान्ड गर्ने हो नि त। त्यही काम गरे ठिक छ, काम कम छ, बिहान आयो साँझ गयो, सजिलो छ भनेर गऱ्यो भने तपाईँले प्रोग्रेस गर्थेन। अनि ब्यालेन्स सिट म्यानेजमेन्ट भन्दा बित्तिकै तपाईँको सबै चिज आइहाल्यो नि। प्रफिट कहाँ गयो, बजेटरी कन्ट्रोलबाट हेऱ्यो, यता हेऱ्यो उता हेऱ्यो भने एक्सपान्ड हुँदै गयो। त्यहाँ काम गऱ्यो, कस्ट कन्ट्रोलमा काम गऱ्यो, डिजिटाइजेसनमा काम गऱ्यो। हामीले वर्षको 5 करोडभन्दा बढी त हामीले डिजिटाइजेसनबाट हामीले पेपर र प्रिन्टिङको कस्ट घटायौँ।
होइन, हामीले गार्डलाई मिनिमाइज गऱ्यौँ, नाइट गार्ड्सहरू हटायौँ, धेरै ठाउँमा बढी भएको गार्डहरू हटायौँ, स्पेसहरूमा चाहिँ हामीले धेरै ठाउँमा बढी नचाहिने 3000 4000 स्क्वायर फिटको ब्रान्चहरूलाई स्पेस कट गऱ्यौँ, धेरै काम गऱ्यौँ, रिस्ट्रक्चरिङ गऱ्यौँ, 56-57 जना मान्छे डिजिटाइजेसनबाट घटायौँ। अनि त्यो भइसकेपछि के हुन्छ त भन्दा भित्र पनि केही काम भयो जस्तो भयो, अनि ओनर्सलाई या इन्स्टिट्युसनलाई या बोर्डलाई पनि के लाग्यो भने कस्तो हो र लाग्यो नि त, होइन? भनेपछि अब हु इज द पर्सन इन द सेन्टर भनेपछि तपाईँ अटोमेटिकली तपाईँले चाहनु पर्दैन हजुर मैले यस्तो गरेको छु उस्तो गरेको छु भन्नै पर्दैन, यु विल बी अटोमेटिकली हाइलाइटेड। त्यस कारणले तपाईँले गर्ने भनेको चाहिँ तपाईँको जब डिस्क्रिप्सन या मेरो काम यतिमा लिमिट गर्नुभयो भने तपाईँ अपग्रेड भएर माथि जाँदैन। यु डोन्ट लिमिट योर सेल्फ अप टु यो जेडी, यो टिओआर, द ट्रेडिसनल रोल। दिलमागे मोडले काम गर्ने, सके जति आफ्नो पैर हात जति फैलाउनुहुन्छ स्पेस त्यति क्रिएट हुँदै जान्छ। अनि डोन्ट कम्प्रोमाइज इन इथिक्स, मोरल एन्ड भ्यालुज, सेट योर ओन क्राइटेरिया, डोन्ट सेटल है। यो त हुँदै हामी यसै पनि एकाउन्टेन्ट्सहरू या चार्टर एकाउन्टेन्ट्सहरू या सिएफओजहरूलाई यो त हामीले इथिक्स मोरल भ्यालुज पढेकै हो। त्यो पढेको चिजलाई यहाँ ल्याएर यु डोन्ट कम्प्रोमाइज अन एनिथिङ। कहिलेकाहीँ वनिङ कम्पनीमा हुनसक्छ, ओनर्सहरू हुनसक्छ, बोर्ड हुनसक्छ, कस्टमर हुनसक्छ, या इन्फ्लुएन्सर हुनसक्छ, कोही रेगुलेटर हुनसक्छ। कुनै चिजहरू गर्न नसकिने छ भने यु से नो विथ लजिक, विथ रिजन। एरोगेन्सको कारणले होइन, यो अहितमा छ संस्थाको, तपाईँको या मेरो, यो कारणले अहितमा छ भनेर बुझाउने हो। त्यहाँ चाहिँ फेरि होइन कहाँ हुन्छ भनेर फुर्ती फार्ती पनि दियो भने फेरि बढी कुरा गर्छ हुन्छ। सेटल गर्ने होइन तर क्लेरिफाई गर्ने हो, तर हामी कम्प्रोमाइज नगर्ने हो। अनि बी फ्लेक्सिबल बट रिमेन कन्फिडेन्ट टु से नो। फ्लेक्सिबल त हुनैपर्छ। हेर्नुहोस्, अलिकति लिडरसिपमा होइन एरोगेन्ट भएर बस्यो भने हुँदैन। किन भन्दा मार्केट यस्तै छ, सिचुएसन यस्तै छ, गभर्मेन्ट रेगुलेसन्स सबै चिजहरू कम्पिटिसन्समा म्यानेज गर्नैपर्छ। अलिकति फ्लेक्सिबल चाहिँ हुने हो। एकदम रिजिड भयो भने, म पहिला र अहिले मेरो आफ्नो एक्सपिरियन्स भन्छु, म पहिला यहाँभन्दा पहिला संस्थामा काम गरेर म त्यति बेलामा एकदम फ्लेक्सिबल हुन्थिनँ, तर त्यति बेलामा म सिसाको रड जस्तो फ्लेक्सिबल हुन्थिनँ। त्यो किन मैले भने भन्दाखेरि हल्का यस्तो तोड्न थाल्यो भने पिटिक्क भाँचिहाल्यो अनि छोडिहाल्यो, हिँडिहाल्यो। अहिले म फ्लेक्सिबल त्यति त हुँदैन, तर अहिले फलामको रड जस्तो फ्लेक्सिबल हुन्छु भन्छु। अलिकति तताएर घुमाएर बल लगायो भने बिस्तारै मोडिन्छु, तर कतिसम्म मोडिन्छु त्यो लिमिट मैले सेट गर्ने हो। त्यस कारणले हामी लिडरसिप रोलमा अगाडि बढ्ने हो भने यु हेभ टु रिमेन लिटिल बिट फ्लेक्सिबल। अनि यो सही यो गलत भन्दा पनि वाट इज रिक्वायर्ड फर द इन्स्टिट्युसन्स भनेर तपाईँले त्यो माइन्डसेटले काम गरिदिनु भयो भने अफकोर्स लिड द इन्स्टिट्युसन्स वान डे। अनि पर्सनल ब्रान्डिङ इज निडेड। अनि तपाईँ कहिलेकाहीँ कस्तो हुन्छ त भन्दा काम गरिराखेर घोत्लिराखेर पनि हुँदैन। तपाईँले काम गर्ने पनि हो, गरेको देखाउने पनि हो। यो जमाना त्यही हो, जमाना मार्केटिङको हो। तपाईँले काम गरिराख्नु भएको छ भन्ने कुरा कहीँ न कहीँबाट रिफ्लेक्सन चाहिँ देखिनुपर्छ। नत्र काम गरिराख्यो, जोतिराख्यो, गधाले सबभन्दा बढी भारी बोक्छ, गधा गधा भएको भइछ नि, होइन? अनि जनरली तपाईँले काम गर्दाखेरि के हुन्छ त भन्दा तपाईँले काम गरिराख्नु भएको छ, योर रोल, यु हेभ बिन पेड फर द्याट, द्याट्स इट, फिनिस। त्यो होइन, तपाईँले इफ यु हेभ बिन डुइङ एक्स्ट्रा एडिसनल, त्यो तपाईँले आफूलाई पर्सनल ब्रान्डिङ, पर्सनल मार्केटिङमा अलिकति चाहिँ पुस गर्न सक्नु भएन भने पछाडि परिन्छ साथी। यो गर्न पर्छ पर्दैन सेकेन्डरी कुरा हो, तर नेपालको सिचुएसन अनुसार यहाँ चाहिँ पुरा केपिआई त्यो के अरे जे पनि बनाएको हुन्छ, तर त्यो अनुसार पटापट हुने भन्ने कुरा चाहिँ अलिकति हुँदैन। यु हेभ टु ब्रान्ड युर सेल्फ पर्सनल्ली अप टु द्याट लेभल। अनि रिलेसनसिप म्यानेजमेन्ट स्किल त हुनै पर्यो, होइन? अब रिलेसनसिप म्यानेजमेन्ट स्किल विथ अल स्टेक होल्डर्स एन्ड विथ योर इम्प्लोइज, विथ योर बस, विथ योर सिनियर्स, त्यो तपाईँले चाहिँ मेन्टेन गर्न सक्यो भने तपाईँले चाहेको कुराहरू डिसिजन मेकिङ गर्न सक्छ। त्यसले तपाईँलाई अगाडि बढाउँछ। बी स्मार्ट इन डाटा एनालाइसिस। अनि थिङ्क अबाउट द स्टेक होल्डर्स एन्ड इन्स्टिट्युसन्स बिफोर थिङ्क अबाउट योर प्रोग्रेस। जिन्दगीमा जो मान्छे म भनेर मेरो प्रोग्रेस सोध्छ भने त्यो मान्छे जहिले पनि पछाडि पर्छ। मैले देखाएको त मेरो करियरमा पनि त्यही हो, हामी मेरो आफ्नो फिलिङ पनि त्यही छ। तपाईँले जब जहिले पनि कुरा गर्दाखेरि इन्स्टिट्युसनलाई फर्स्ट राखेर कुरा गर्न थाल्नु भने यु विल विन द कन्फिडेन्स अफ ओनर्स, डाइरेक्टर्स, बोर्ड, म्यानेजमेन्ट, सबैको कन्फिडेन्स विन गर्छ। मेरो प्रमोसन भएन, मेरो पहिला हुनुपर्ने, मेरो गर्दै हुने, मेरो तलब बढेन, मेरो यो भएन, मलाई गाडी यो चाहियो, मलाई यो चाहियो भन्न थाल्नु भने तँलाई यो चाहियो भन्ने कुरा जब रेटिङ, इफ यु स्टार्ट थिङ्किङ अबाउट युर सेल्फ, अनि त्यसपछि के हुन्छ भने सेल्फिस भन्ने कुरा ट्याग लाग्यो भने तपाईँको करियर ग्रोथ त्यहाँ स्टप हुन्छ। त्यस कारणले यु अलवेज थिङ्क अबाउट द इन्स्टिट्युसन्स एन्ड स्टेक होल्डर्स before your progress, then your progress will be automatically there. Don't hesitate. यसमा तपाईँ शङ्कै नगर्नुहोस् है। मैले अहिलेसम्म पनि देखाएको कुरा मैले तपाईँलाई सेयर गरेको। बी स्मार्ट इन डाटा एनालाइसिस, कुरै भएन। बी अहेड इन स्ट्राटेजिक डिसिजन। जब पनि स्ट्राटेजिक डिसिजन आउँछ कुरा भने चाहिँ फ्याक्ट, फिगर र जस्टिफिकेसन सहित यु हेभ टु बी अहेड। र तपाईँको पोइन्ट र तपाईँको से अगाडि जानुपर्छ, त्यसले तपाईँलाई इस्टाब्लिस गर्न हेल्प गर्छ। बी रेडी विथ फ्याक्ट, फिगर, डाटा अफ इन्स्टिट्युसन्स, इन्डस्ट्री एन्ड इकोनोमी एन्ड रिलेटेड टु यो वर्क। तपाईँ कतिले कहाँ कति बेला भेट्छ थाहा हुँदैन भने तपाईँ कमसे कम पनि, हामी त एकाउन्टेन्ट हो, चार्टर एकाउन्टेन्ट हो या सिएफओ भनेपछि यु हेभ टु बी रेडी विथ द फ्याक्ट, फिगर्स,
रिलेटेड टु योर इन्स्टिट्युसन्स, मार्केट, इन्डस्ट्री, इकोनोमीको बारेमा सोद्धा बित्तिकै पट 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 3-4 चोटि जवाब दिनुहोस् न। अनि फटाफट सही जवाब दियो भने पछि त गलतै जवाब दिनुभयो भने यो मान्छे त सही हो, मैले सोचे गलत होला भन्छ, होइन? त्यस कारणले यु हेभ टु मेक योर इम्प्रेसन द्याट यु आर राइट, यु आर नलेजेबल, यु आर कन्फिडेन्ट। त्यसको लागि चाहिँ तपाईँले कमसेकम पनि यो चिप एउटा दिमागमा लगाएर हिँड्ने हो कि मोबाइलमा राख्ने हो कि यु हेभ टु बी अपडेटेड अन दोज डाटा, फ्याक्ट, फिगर। त्यो गऱ्यो भने तपाईँको ब्रान्ड एउटा लेभलमा यस यो मान्छे चाहिँ नलेजेबल छ, यो मान्छे ठिक छ भन्ने पर्छ। त्यसरी अगाडि जाने हो। मेक प्रिपरेसन बिफोर मिटिङ। जहिले पनि क्याजुअली मिटिङमा नगइदिनु होला। एकचोटि हेर्नु, तपाईँ गजब गरिरहेको मान्छे एउटा मिटिङमा चिप्लियो भने त्यहाँबाट तपाईँको इमेज एकैचोटि ढल्छ। जसरी बिल्डिङ बनाइरहेछ 17 तलाको, माथि माथि भन्यो भुइँतला हल्ले भएदेखि सक्यो सबै। त्यस कारणले वेन यु एटेन्ड मिटिङ, क्रिटिकल मिटिङ्सहरू होस्, कुनै पनि मिटिङमा तपाईँ प्रिपरेसनको साथ यदि जानुभयो भने तपाईँको एकदम स्ट्यान्ड गर्छ। तपाईँको भनाइमा अरू पनि 1-2 चोटि तपाईँले इम्प्रेसन क्रिएट गरिसक्नुभयो भने त पछाडि तपाईँले बोलेपछि अरू चुप लाग्न सक्ने स्थिति आउँछ। त्यस कारणले यु हेभ टु always attend meetings with adequate preparation. बरु प्रिपरेसन छैन भने त्यसलाई एक्सक्युज गर्न सक्नुहुन्छ भने गर्नुहोस्, तर ऱ्यान्डमली ह्यापजर्डली तपाईँ मिटिङमा नजानुहोस्। गइहाल्नु भयो भने नबोल्नुहोस्, बोल्नै पर्यो भने पनि अब त्यसलाई एडमिट गर्नुहोस् कि म यसमा तयारी छैन भन्नुहोस्। किन भन्दा तपाईँप्रति एकदम धेरै विश्वास हुन्छ क्या। सिए हो, चार्टर एकाउन्टेन्ट, सिएफओ भने त सबै थाहा हुन्छ भने त्यहाँ चिप्लियो भने चाहिँ तपाईँको इमेज एकैचोटि खस्किन्छ। त्यस कारणले यो मिटिङभन्दा पहिला प्रिपरेसन गरेर जाने चिजले तपाईँलाई धेरै अगाडि पुर्याउँछ। कम आउट अफ 9 to 5 जब रोल। अनि यो चिज चाहिँ कति बेला 9 बज्ला अफिस जाने अनि 5 बज्नुभन्दा आधा घन्टा पहिलादेखि छटपट हुन थाल्यो भने तपाईँले जिन्दगीमा प्रगति गरेर खानु नलजा, होइन? अब हुन त के भन्छ भने होइन टाइममा आयो, टाइममा गयो, एकदम इफिसियन्ट भयो भने होला, होइन? तर तपाईँलाई त 5 बजेको थाहा हुनु भएन क्या। तपाईँलाई घडी हेर्दा एकैचोटि 7 बजे के चाहिँ हुन्छ? डुब्नुहोस् न काममा, लाग्नुहोस् न काममा, प्यासनमा। मान्छेले घडी हेर्छ र जब तपाईँ 9 to 5 हेर्न थाल्यो भने त्यसपछि तपाईँ सिओ हुँदैन, त्यो सिएफओ पनि घट्याङघुटुङ कहाँ जान्छ ठेगान हुँदैन। सो कम आउट अफ दिस माइन्डसेट। कन्ट्रोल कस्ट, मोनिटर बिजनेस एन्ड रेभेन्यू इच डे। यो चाहिँ बजेटलाई बोर्डलाई प्रेजेन्ट गर्दा या मन्थली या क्वार्टरली रिपोर्ट गर्दाखेरि होइन कि इच डे प्लिज मोनिटर योर रिजल्ट्स। मल्टिटास्किङ चाहिँ हुनै पर्यो। कहिले काहीँ टक 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 यता बसिरहेछ, अर्कोले के सोध्छ, कहिले कहाँ सोध्छ, तपाईँले फटाफट जवाब दिने हो। आजकल जवाब दिनु त धेरै पो सजिलो छ। तल सबोर्डिनेट हुन्छन्, साथीहरू हुन्छन्, ल आफूलाई सोधेको चिज पटपट पर्यो, रेडी गर बाबु, प्रिपेयर गर भने यसलाई पठाइदियो, 2-3टालाई पठायो, उसले ट्याक दिन्छ, आफूले पठायो। मल्टिटास्किङ मजासँग सकिन्छ हेर्नु, होइन? म त धेरै नै गर्छु, होइन? अनि केही सोधे जवाब दिनु पर्यो नि, अहिले त च्याट जिपिटी छँदैछ, यो के हो भने थाहा छैन, ट्याक सोधे, 1-2 ठाउँमा अरू सोर्स कन्फर्म गऱ्यो भने आइहाल्छ। ओहो, यसलाई त सबै नलेज भयो जस्तो हुन्छ, होइन? अपडेटेड भइराख्नुहोस्। आफ्नो आजको डेटमा तपाईँ कम्युनिकेसनमा एकदम स्मार्ट भइरहनुहोस्। वाट्सएपमा मेसेज गर्छ, कहाँबाट गर्छ, बोर्ड डाइरेक्टर गर्ला, ओनर्सहरू गर्ला, कहाँबाट गर्ला, रेगुलेटरले गर्ला, सरकारको कोही मान्छेले गर्ला। तपाईँले 2 घन्टापछि जब यसो हेर्दाखेरि यो अर्कोबाट लिइसकेको छ भने तपाईँले पठाउनु भने त पाइसक्यो बाबु, तिमीले ढिला हेऱ्यो भनेपछि यो एटेन्टिभ छैन भन्नेको रिफ्लेक्सन हुन्छ। त्यस कारणले तपाईँ एकदम एटेन्टिभ चाहिँ हरेक टाइम एटेन्टिभ भइराख्नुहोस्, होइन? यो चिज गर्नुभयो भने तपाईँ स्मार्टली एक्ट गर्नुभयो र मल्टिटास्किङ भयो भने तपाईँले अगाडि त्यो भनौँ न सिएफओ टु सिओको रोलमा जान सजिलो हुन्छ। डेलिगेट टु योर टिम। अनि टिमलाई डेलिगेट चाहिँ गर्ने, सबै मै गर्छु भनेर कसैलाई अविश्वास गर्यो भने केही पनि हुँदैन, होइन? त्यस कारणले पहिला टिममा कन्फिडेन्स क्रिएट गर्ने र काम चाहिँ टिमलाई डेलिगेट गरिदिनु पर्यो। मोटिभेट योर टिम, गिभ क्रेडिट, टेक रेस्पोन्सिबिलिटी। पहिलो कुरा चाहिँ हाम्रो अलिकति यो सोसियल कल्चरल भ्यालुजहरूमा के छ भने मभन्दा तलको मान्छे स्मार्ट भयो भने मेरै जागिर जान्छ कि या मेरो इम्पोर्टेन्स कम हुन्छ कि भन्ने कुराको ह्याङओभरबाट त निस्किनु पर्यो। मैले सबै लम्फुहरूको चाहिँ टिम बनाएको छु भने म सिओ हो भने म महालम्फु भयो नि त, होइन? सब राजाहरू हो भने चाहिँ त म महाराजा आफै भइहाल्यो नि, होइन? भन्दाखेरि जहिले पनि डोन्ट हेजिटेट टु एप्रिसिएट योर टिम, होइन? टिममा जनरली हामी हेजिटेट के गर्छौँ त भन्दा भयो भने मैले गरे भन्ने भएन भने उसलाई भनेको उसले बिगार्दैछ भन्ने, उसले बिगार्दैछ। नो, नेभर डु इट। तपाईँले यु हेभ टु टेक रेस्पोन्सिबिलिटी फर एनिथिङ रङ इफ यो टिम हेज डन इट। रङ भयो भने रेस्पोन्सिबिलिटी दिनुहोस्, राइट भयो भने क्रेडिट दिनुहोस्। यति गऱ्यो भनेपछि चाहिँ तपाईँको टिम तपाईँप्रति 100% डेडिकेटेड भएर काम गर्छ। जब पुरै टिमले काम गर्छ चाहिँ रिजल्ट त तपाईँको हातमा हुन्छ। त्यस कारणले त्यसको एक्सेप्सन कुनै पनि छैन। हामी काम गर्दा पनि त्यसरी गर्ने हो। अब अहिले म यसरी किन भन्न सकिरहेको छु भन्दा मेरो ब्याङ्कले पनि यस्तो सिचुएसनमा पनि गजब पर्फर्म गरेको छ, होइन? अब हिरो आफू हुनु पाइएको छ तर सबै टिमले काम गरे हो। म तपाईँलाई अनेस्टली सेयर गर्छु, म डिसिओ सिएफओ हुनुभन्दा अहिले कम काम गर्छु, अरू धेरै कामहरूमा इङ्गेज भइरहेको छु। तर अफिसकै काम गर्ने, ब्याङ्कको काम गर्ने मेरो टिम भेरी इफिसियन्ट छ। उनीहरूलाई क्रेडिट दिने, एप्रिसिएट गर्ने, अनि उनीहरूलाई कहीँ जिम्मेवारी म छु भन्ने त्यति गऱ्यो भने हेर्नुहोस् गजबले चल्छ। त्यसपछि तपाईँको सिओको जुन ट्रेनर हुन्छ त्यो पनि गजब जान्छ। नो नेगेटिभ टक, नो ब्याक बाइटिङ, टक टु द कन्सर्न पर्सन एन्ड इन फ्रन्ट।
हाम्रो नेपालमा ठुलो रोग यो कर्पोरेट कल्चरमा यता र उता कुरा लाउने उता लाउने होइन, त्यसपछि गएर यो त सियो त यस्तै हो भनेको छ, डिसियो त यस्तै हो भनेको छ, अनि अलिकति कोही डाइरेक्टरसँग कोही चाहिँ मान्छेसँग नजिक भयो भने उसको कुरा काटेको छ, यसको काटेको छ। हेर्नुहोस्, पृथ्वी गोल छ, भित्ताको पनि कान हुन्छ, यति चाहिँ ध्यान राख्नु होला। तपाईँले इफ यु टक इल अबाउट एनीबडी, आज होइन भोलि होइन पर्सि होइन, तपाईँको त्यो एक त तपाईँ गलत कुरा गर्ने मान्छेलाई यसै पनि दिमागमा यो मान्छे कुराउटे रहेछ भनिहाल्छ। हेर्नुहोस्, जति कुरा गरे पनि है अरू के रहेछ, अरू के रहेछ, कान सुने जस्तो गरे पनि। अनि अर्को कुरा, तपाईँको आफ्नो पर्सनल ब्रान्डिङ पनि बिग्रिन्छ। र तपाईँलाई आजसम्म यहाँ भएको मेरो सबै साथीहरूलाई मजाले कुरा काटेको दिन चाहिँ साँझ गएर आरामको निन्द्रा लागेको छ, ज्यानजाला लाग्दैन नि, डर लाग्छ, कोही भनिहाल्यो ऊ भन्यो कि। अनि फोनमा त कुरा जिन्दगीमा नकाट्नु होला, रेकर्ड हुन्छ आजकल, के सुनाइदिन्छ थाहा छैन। प्रशंसा गर्दा गर्दै बिचमा पनि कुरा काट्नु पनि तपाईँ गयो होइन। वाइ इफ यु हेभ टु स्पिक इल, दम छ भने अगाडि कुरा काट्ने, अगाडि गर्ने, त्यो पछाडि गएर कुरा काट्नेले तपाईँलाई आफैलाई धेरै धेरै खियाउँछ। त्यस कारण प्लिज डोन्ट डु इट। यति कन्फिडेन्स त हुनुपर्छ, मलाई केही प्रब्लम छैन, आई विल टक टु द कन्सर्न, अगाडि फटाफट मलाई यो चित्त बुझेन भन्ने हो, त्यही सेटल गर्ने हो। आइदर ही विल कन्भिन्स मी, अर सी विल कन्भिन्स मी, अर आई विल बी कन्भिन्स, द्याट्स इट, फिनिस, सक्यो त। यति मात्रै गर्नुभयो भने कर्पोरेट कल्चर पनि डेभलप हुँदै जान्छ, अनि कन्फिडेन्स बढ्दै जान्छ। अनि हेर्नुहोस्, टप टिममा काम गर्ने भनेको टिमवर्कले काम गर्ने हो, जसले जतिसुकै फुर्ती लगाओस्, एकजना मान्छे दुईजना मान्छे भएर हुँदैन। अहिले पनि फुटबल खेल्दा त्यही हो नि, एकजना दुईजना प्लेयर भएर जित्नेवाला छ र ज्यानजाला जित्दैन। अर्जेन्टिनालाई ट्रफी दिएर पठाइदिए भइहाल्थ्यो नि त होइन। धक्क धक 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 टोटल टिम जहाँ खेल्न सक्छ त्यहाँ चाहिँ काम हुन्छ। त्यस कारणले तपाईँको हरेक ड्राइभर, मेसेन्जर टु सिइओ, तपाईँको हरेक मान्छे के छ त भन्दा इक्वल्ली इम्पोर्टेन्ट छ। र कसले कति बेलामा पास दिन्छ तपाईँलाई थाहा छैन, कसले कति बेला हेडले गोल गर्छ थाहा छैन भने हरेक मान्छेको कन्फिडेन्स दिनको लागि तपाईँको अर्गनाइजेसनमा यो ब्याक बाइटिङ र कुरा काट्ने कुरोहरूको ठाउँको ठाउँ ठिक गर्नु होला। हेर्नुहोस् है, आफू पनि नगर्ने, अरूलाई पनि गर्नु दिनु भएन भने तपाईँले प्रोग्रेस गर्छ, तपाईँसँग लिडरसिप क्यापेबिलिटी छ भन्ने कुरा त्यहाँबाट हुन्छ। अब क्लोजिङ रिमार्क्समा फ्युचर सिएफओज क्रिएट द फ्युचर, नट ओन्ली रिपोर्ट द पास्ट, मैले भनिसकेँ। र अर्को कुरा चाहिँ, दो यु आर सिएफओ नाउ, गेट कन्फिडेन्स अफ सिओ, फिल लाइक सिओ एन्ड एक्ट लाइक सिओ, देन यु आर अलरेडी देयर, द्याट्स इट। यहाँभन्दा धेरै कुरै छैन। तपाईँ आज सिएफओ हो, तर के हो त भन्दाखेरि कन्फिडेन्स पनि सिओको लिने हो, फिल पनि सिओ जस्तो गर्ने हो, एक्ट लाइक सिओ नै गर्ने हो। त्यसपछि त तपाईँलाई सिओ हुन कसैले रोक्नै सक्दैन, इमिडिएट हातोहात सिओ आउँछ। त्यस कारणले यति काम गरिदिनु भयो भने यु विल बी एट द लिडरसिप पोजिसन। इभन दो आजको डेटमा फेरि सिएफओ र सिओमा यत्रो डिफरेन्स गरेर कुरा गरे होइन, सिएफओ पोजिसन इज अल्सो द लिडरसिप पोजिसन। सिएफओ आफैमा लिडरसिप रोल हो, तर टोटल अर्गनाइजेसन लिड गर्ने र बिजनेस लिड गर्ने हिसाब किताबको मात्रै सिओको कुरा गरे हो। अदरवाइज यु आर अलरेडी अ लिडर, यु आर लिडिङ टोटल फाइनेन्सियल इन्स्टिट्युसन्स। मैले अघि नै भनिसकेँ, तपाईँ सिओको ब्रेनै तपाईँ हो भनेर चलाउने तपाईँ हो, गाडी चाहिँ सिओ तर तपाईँ ड्राइभर तपाईँ हो भनेर काम गर्ने हो। ह्याभ कन्फिडेन्स लाइक द्याट, एक्ट लाइक द्याट, एन्ड यु विल बी सिओ वान डे। त्यति नै मैले सेयर गर्न चाहेँ। सो थ्याङ्क यू सो मच। र यो एक्सपिरियन्स सेयर गर्नलाई, केही कुरा गर्नलाई मौका दिनुभएको धन्यवाद भन्नु पनि चाहेँ। थ्याङ्क यू सो मच।